एज अ मिनी भ्लग कन्टेन्ट क्रिएटर मेरो 5 मा जति जनाको पनि मिनी भ्लगको भिडियोहरु आउँछ मैले फुल वाच गर्दिने गरेको छु। प्लिज मैले कस्तोको हेर्देको छु न भने लेट मी नो इन द कमेन्ट सेक्सन। अहिले भर्खरै म गएर हेरिहाल्छु। 1-2 मिनेटको भिडियोमा सबै कुरा देखाउन इज नट अ भेरी सिम्पल जब। त्यही भएर मलाई चाहिँ एकदमै धेरै एफोर्ट लगाएको जस्तो लाग्छ, मेहनत गरेको जस्तो लाग्छ अनि अप्रिसिएट गर्न मन लाग्छ क्या। हाई एभ्रीवन, हिजो चाहिँ हामी समुद्र घुम्न गएको थियो अनि मैले हिजोदेखि नै भिडियोहरु हालेछु। भ्लग चाहिँ आज अपलोड गर्दैछु किनकि हिजो घर आइपुग्दाखेरि नै एकदमै धेरै ढिला भइसकेको थियो। भिडियोहरु हेर्न नि पाएको थिएन। स्टिलसम्म पनि मैले फोटोहरु त राम्रोसँग हेर्न भ्याएको पनि छैन क्या। यति धेरै फोटो भिडियो गरियो। हिजो दिन त्यति धेरै राम्रो चाहिँ थिएन है। त्यो रातो घरमा चढिसकेपछि पारी पुरै देखिन्छ रे भनेर हामी चाहिँ चढेको थियौं, तर एकदमै धेरै धमिलो। त्यसकै उतापट्टिको बिल्डिङहरु पनि देखेको थिएन किनकि जामजुम कुइरो लागेको थियो क्या। ओभरअल एकदमै धेरै राम्रो भएको थियो, दामी भएको थियो। द वेदर वाज भेरी चिल, तर पानी चाहिँ अलिकति फोरफोर टाइपको थियो। यो चाहिँ ओइदोको समुद्र हो। यहाँनिर चाहिँ बीच छैन रहेछ, जस्ट गएर हामी हेर्ने मात्रै रहेछ है। त्यस्तो धेरै दामी वाउ, यत्रो टाढोबाट गएर घुमिहाल्नु जस्तो लागेन मलाई चाहिँ, किनकि यति धेरै टाढोबाट दुःख गरेर गयौं हामी 3-4 घण्टा लगाएर। तर त्यहाँ गएर अब मजा त मजै आयो, तर हुन्छ नि अलिकति अरूकै समुद्रहरु गएको भएदेखि चाहिँ पानीहरु पनि खेल्न पाउँथ्यो जस्तो टाइपको मलाई चाहिँ फिल भयो हैन। अब समुद्रमा गइसकेपछि सी फुड त खानै पर्यो, तर रियली भन्नु पर्दाखेरि चाहिँ हात उठाइहाल्नु त म जस्तै सी फुडहरु मन नपर्नेहरु, किनकि हामीले बच्चा बेलादेखि नै खाएन अनि मलाई त्यसको स्मेल पनि कस्तो मनै पर्दैन क्या। कोही बेला त खाना चाहिँ खान्छु, खाँदैन खाने चाहिँ हैन, तर मन परेर चाहिँ खाएको हैन। त्यहाँनिर चाहिँ एउटा बस थियो हैन, जसले चाहिँ पुरै ओभरअल समुद्रको टुर गराउने रहेछ। हामीलाई चाहिँ घर फर्किने बेलामा मात्रै थाहा भएको थियो। बिहान मैले जाँदाखेरि यहाँ रिबन लगाएको थिएँ नि, याद गर्नु भएको थियो नि। हेर्नु न, घर फर्किने बेलासम्म चाहिँ मेरो त्यो रिबन हराएको थियो क्या। यस्तै भएको थियो, रमाइलो भएको थियो है।